हेलो नमस्कार गाइज, तपाईहरु सन्चै हुनुहुन्छ? सन्चै हुनुहोला भन्ने कामना गरेको छु है त। अनि तपाईहरुको मोबाइलमा मेरो भिडियो कतिको आइराछ नि? टन्न आइराछ नि। ल थाहा छैन भने पनि मेरो युट्युब च्यानलमा गएर सुमित मस्कुटी vlog.serofero.com मा गएर च्यानललाई सब्स्क्राइब गरिदिनु होला अनि लाइक शेयर धेरै भन्दा धेरै गरिदिनु होला है त। अब आज चाहिँ म तपाईहरुलाई अस्ट्रेलियामा बाटो काट्ने कसरी, अस्ट्रेलियामा त अब एकदम स्पिडमा चाहिँ गाडीहरू कुदिरहेको हुन्छ हैन, अनि एकदम ठुलो सडक हुन्छ, अनि त्यस्तोमा ट्रेन स्टेसनहरू हुन्छ, ट्रेनको चाहिँ लिकमा चाहिँ बाटो काट्न पर्ने भइरहेको हुन्छ। त्यसमा चाहिँ कसरी बाटो काट्ने त आज म तपाईहरुलाई त्यो देखाउँदैछु है त। यहाँ सिस्टमेटिक हुन्छ हैन। हाम्रो काठमाडौँमा अहिले बालेनले गर्दैछन् नि, बालेनले चाहिँ स्विच बटम थिचेर अनि आफै लाइट बोल्ने कहाँ उता बानेश्वरमा बनाउँदै हुनुहुन्छ हैन, बनाइसक्नु भयो, माइन्ड नगर्नु होला, बनाइसक्नु भयो। म त्यो सिस्टम चाहिँ तपाईहरुलाई देखाउँछु है त आज। ल लेट्स गो गाइज, म तपाईहरुलाई चाहिँ बाटोतिर लैजान्छु है त। यसरी हुन्छ है त। त्यहाँ चाहिँ रातो बोलिरहेछ है, त्यो पारी रातो बोलिरहेछ। यो यसरी बटम थिच्दैछ, यसरी बटम थिच्दैछ। अब त्यहाँ हरियो बोल्छ ल है त, हरियो बोल्छ। म यहाँ बसिरहेको छु, गाडीहरू यसरी आइरहेछ। अब त्यहाँ हरियो बोलेर ट्याक्क आवाज दिन्छ है त, आवाज दिन्छ अनि बल्ल क्रस गर्न पाउँछ। अनि एउटा कुरा इम्पोर्टेन्ट कुरा के हो भने यो रातो बोल्दा बोल्दै तपाईहरु क्रस गर्नुभयो अनि कुनै गाडीले ठक्कर दियो भने तपाईहरुले त्यो कहिले पनि यहाँ कोर्टमा लड्नु पर्ने हुन्छ। अदालतमा गएर लड्दा पनि तपाईले जित्ने चान्स एकदमै कम हुन्छ। यहाँ दुईटा सेतो रेखा छ हैन, त्यो रेखामा भित्र बाहेक त्योभन्दा रेखाभन्दा बाहिर अलिकति 1 इन्च पनि बाहिर तपाईलाई गाडीले छोयो भने त्यो गाडी जवाफदेही हुँदैन है, तपाई आफै जवाफदेही हुनुपर्ने हुन्छ। अनि तपाईले कोर्टमा केस गर्नुभयो भने पनि तपाईले हार्ने चान्स एकदम धेरै हुन्छ। त्यही भएर एकदम सेफली हिँड्नुपर्ने हुन्छ अस्ट्रेलियामा चाहिँ है। अब त्यो रातो बोल्ने अब ग्रीन बोल्ने बेला हुन लाग्यो, त्यो ग्रीन बोलेपछि बल्ल म चाहिँ हिँड्न पाउँछु है त। यस्तो हुन्छ यो, सिस्टमेटिकली दिन्छ हैन, सिस्टमेटिक हुन्छ यो। अब त्यहाँ रातो गरिरहेछ, म यहाँ बाटो खाली छ र नि म काट्न पाउँदिनँ, हेर्नुहोस् है त। अब त्यहाँ रातो बोल्यो, अब म आरामसँग चल्न पाउँछु है त, हेर्नुहोस् है। आरामसँग बाटो काट्ने पिक्चर साइन देखाइरहेको छ है, ल हेर्नुहोस् त, साइन देखाइरहेको छ। यस्तो साइन हुन्छ, आवाज पनि टिक 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 दिइरहेको छ है त। यसरी चाहिँ हामी यसरी बाटो काट्नुपर्छ, अन्यथा बाटो काट्नु भयो भने एकदम डेन्जर हुन्छ है। अस्ट्रेलियामा चाहिँ एकदम डेन्जर हुन्छ। त्यही भएर यदि तपाईहरु पनि कोही अस्ट्रेलियामा हुनुहुन्छ, थाहा छैन भने तपाईको बच्चाहरूलाई, तपाईको छोराछोरीलाई अस्ट्रेलिया पठाउँदै हुनुहुन्छ, बाटो कसरी काट्ने भनेर यो भिडियो देख्नु भयो भने आफ्नो बाबु नानीलाई देखाइदिनु होला, सेफली तरिकाले हिँड्न भनिदिनु है त। हस् त, जय नेपाल, जय देश।